जुट बल्ल अहिले आएर 2078 को जनगणनामा हामीले हाम्रो जात पुन भाषा र धर्म कर्पाकिली भनी लेखी लेखाई पठाइयो। सोही अनुसार हामी आजको दिनसम्म बल्ल मात्र हामीलाई नेपाल सरकारले 2078 को जनगणनामा पुन जाति भनी छुट्टै जातिको रूपमा तथ्याङ्कित गरेको छ। यसै शुभ अवसरमा खुसियालीमा भर्खरै हेलिकप्टरद्वारा खुसियालीका साथमा पुष्पवृष्टि भइरहेको छ। कृपया यहाँहरू सबैलाई खुसियालीको लागि ताली लगाई उठिदिनु हुन म हार्दिक आग्रह गर्न चाहन्छु। यो हाम्रो लागि ऐतिहासिक क्षण रहेको छ। कुन जातिको नेपाल जातिको रूपमा सूचीकृत भएको अथवा कुन जातिको रूपमा तथ्याङ्कित भएको शुभ अवसरमा हामी यस खुसियालीलाई गर्वका साथमा स्वीकार गर्दै हामी हेलिकप्टरद्वारा पुष्पवृष्टि गर्न गइरहेका छौँ। यसको लागि ताली लगाइदिनु होला। यसरी हेलिकप्टर फ्लाइट गर्दै हुनुहुन्छ क्याप्टेन दीपक कुनद्वारा हामीलाई पुष्पवृष्टि गर्दै हुनुहुन्छ। आजको दिन हाम्रो ऐतिहासिक खुसियालीको दिन। हामी यो देशको भूमिपुत्र मूल जाति भएर पनि अहिलेसम्म हामी सरकारको रेकर्डमा रेकर्डेड गर्न सकेका थिएनौँ। र आज हामी आजको यस 78 सालको राष्ट्रिय जनगणनामा कुन जातिको रूपमा छुट्टै तथ्याङ्कित भएको अवसरमा हामी यसरी पुष्पवृष्टि हामीले खुसियालीका साथमा सम्पन्न गरेका छौँ। र अब हामी आफ्नो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। यहाँहरू कृपया आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु होला। धन्यवाद। फुलको बर्साइ साथीहरू हेलिकप्टरबाट धन्यवाद।